Hello guys, welcome back to my YouTube channel. So finally we are in Jhapa. Finally guys, हामी चाहिँ यो फर्स्ट इयर देखि प्लान बनाइराखेको झापा घुम्ने भनेर फाइनली सक्सेसफुल भएको छ। सो अहिले चाहिँ हामी इलाम घुम्न जाँदै छौं। सो लेट्स गो गाइज। सो गाइज हामी चाहिँ इलाम जानु भन्दा अगाडि चाहिँ इलामको पाथिभरा जाने भनेर चाहिँ प्लान बनेको थियो। सो हामी चाहिँ अहिले त्यही जाँदै छौं। अनि 5 to 10 मिनेट्स हिँड्ने बित्तिकै म र स्मृति त थाकिसके त्यहाँ। किनभने अब हामी त्यस्तो हिँड्ने बानी छैन नि त, यताउति धेरै हिँड्ने बानी त छैन, थोरै थोरै त हिँड्न सकिन्छ। जस अब उता पसलहरु बेंगलोरमा पसलहरु गए पनि या घुम्न गए पनि हामी त अटो बुक गरेर जान्थ्यौ के। अनि त्यसपछि यहाँ त हिँड्नै सकेन, तर पनि हामी त जबरजस्ती हिँडे जसो तसो गरेर हामी माथि गए। अनि त्यो धागो बाँधे हामी टाउकोमा, त्यो जे पाथिभरा माता भनेर लेखेको वाला धागो हामी टाउकोमा बाँधे। अनि त्यसपछि हामी एउटा आन्टीसँग गफ गर्दै गर्दै माथितिर बिस्तारै पुगे। जस यताउता बस्दै रोक्दै सास फेर्दै पुगे हामी चाहिँ। अनि जेन्सा चाहिँ कहाँ अगाडि माथि पुगिसकेको थियो के। अनि हामीलाई कुर्दै बसिरहेको थियो जेन्सा चाहिँ माथि। हामी चाहिँ बिस्तारै हिँड्दै आइरहेको थियो किनकि हामी त थाकिसके। अनि त्यसपछि एक पोइन्टमा चाहिँ जेन्सा पनि रुक्यो। अनि त्यसपछि ठ्याक्क हामी जेन्सालाई देखे। अनि जेन्साले हामी सिकाउँदै थियो सास यसरी फेर्नुपर्छ भनेर। सो हामी एकछिन बसेर हामी गए। सो गाइज फाइनली हामी माथि माता भएको ठाउँमा चाहिँ पुग्यौँ, दर्शन नि गरे हामीले। अनि जब हामी त्यहाँ माथि पुग्यौँ नि, वी डिडन्ट फिल एनी टायर्डनेस। यति त्यो पोजिटिभ भाइब्स यति राम्रो लाग्थ्यो नि, हामीले त्यो थकानहरू त मिटिसकेको थियो के। आफ्टर द्याट वी जस्ट वेन्ट फर आवर लन्च। यस गाइज, एज यु क्यान सी हियर हाम्रो चाहिँ यता थकाली खाना आइसकेको छ। एन्ड आई एम भेरी एक्साइटेड टु इट। सो लेट्स इट। आफ्टर लन्च हामी चाहिँ यता कन्यम लेखेको ठाउँमा आइपुगे फोटो भिडियोहरू खिच्नको लागि। मतलब त्यहाँ यति धेरै मान्छे थियो नि गाइज, मतलब त्यो हिँड्ने ठाउँ चाहिँ नहुने होइन, जो स्पेस थियो राम्रो ठाउँ थियो के। कोही मान्छेहरू यसरी यता भिडियो खिच्दै थियो, कोही फोटोहरू खिच्दै थियो, कोही चाहिँ भ्यूको इन्जोय गर्दै थियो होइन। अनि हामी गएको बेलामा चाहिँ साथीहरू वेदर एकदम राम्रो भएको थियो। मतलब पानी पनि परेको थिएन, घाम पनि लागेको थिएन, जस हामीलाई जस्तो चाहिने थियो त्यस्तै भएको के। मतलब हामी त जस्तो त्यो झापामा बस्दाखेरि त मतलब झापा त यस्तो गर्मी छ नि त। अनि त्यहाँबाट यहाँ आउँदाखेरि चाहिँ वी फिल सो गुड। सो गाइज म पनि यता माथितिर आएर चाहिँ टिकटक बनाउँदैछु भ्यू इन्जोय गर्दै। अनि मैले यता चाहिँ नेवारी ड्रेस लगाएको थिएँ, अनि यो ड्रेसमा पनि टिकटक बनाउँदैछु। सो गाइज आफ्टर टिकटक चाहिँ म चाहिँ यता घोडा चढ्ने भनेर आइपुगेँ है। अनि त्यसपछि आइ एम फिलिङ भेरी नर्भस, किनभने खसाइदिएला के भन्ने एउटा डर हुन्छ कि। फर्स्ट टाइम पनि चढेको हो नि त, म त लाइफमा फर्स्ट टाइम घोडा चढेको हो मैले है। अनि मेरो यो पहिल्यैदेखि इच्छा थियो कि घोडा चढ्ने भनेर। अनि फाइनली इलाममा चाहिँ पुरा भयो। एन्ड दिस इज द वान अफ द मोस्ट फेभरेट पार्ट मेरो चाहिँ इलाममा। सो गाइज त्यहाँ सबै इन्जोयहरू गरिसकेपछि चाहिँ हामी चाहिँ भ्यू हेर्दै घर फर्केँ। सो गाइज वेलकम ब्याक अगेन अनदर डे सेम भ्लग। एन्ड दिस इज सेकेन्ड डे अफ झापा। अनि त्यसपछि हामी जाँदैछौँ बुढासुब्बा मन्दिर, धरान, जोस् कहाँ कहाँ घुम्दै जान्छौँ, हेर्दै जानु तपाईँहरू। अनि इन्जोय माई भिडियो। सो गाइज हामी चाहिँ फर्स्टमा आइपुग्यौँ बुढासुब्बा मन्दिर। अनि स्याटरडे भएर पनि होला लास्टै भिड थियो है। अनि त्यसपछि यहाँको मान्छेहरूले पनि भन्छन् कि यता मन्दिरमा विश माग्यो भने चाहिँ पुरा हुन्छ भनेर होइन। सायद त्यो कारणले पनि भिड भएको हो कि है। आई होप सबैको विश पुरा होस्, हाम्रो नि विश पुरा होस् होइन। अनि त्यसपछि हामी चाहिँ लाइन लागेर दर्शन गर्नुतिर लागे, तर हामी चाहिँ रङ लाइनतिर लागेछौँ के। दर्शन मात्र गर्ने लाइन चाहिँ छुट्टै हुँदो रहेछ। अनि 5-10 मिनटपछि हामी चाहिँ एउटा मान्छेले भनेर थाहा पायो के। अनि त्यसपछि हामी चाहिँ अर्को लाइनमा गएँ। अनि त्यसपछि हामीले दर्शन गरेँ। सो गाइज लुक हियर, हामीले कसलाई भेटेँ, हाम्रो मोडललाई कोइन्सिडेन्टली भेटेको हामी चाहिँ।
सो गाइस दर्शन गरिसकेँ अनि त्यसपछि हामी त्यहाँ नास्ता पनि गरेर आयौँ। अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसनमा जाँदैछु होइन। अब नेक्स्ट डेस्टिनेसन कुन हो भनेर थाहा पाउनको लागि चाहिँ जस्ट बी इन माई भिडियो, डोन्ट स्किप गाइज। हामी धरान भेडेटार यो चाहिँ कहाँ अरे इतरीमा के हो ठाउँको नाम चाहिँ यही हो गाइज। कुन जिल्ला हामी अर्कै डिस्ट्रिक्ट आयौँ है झापाबाट घुम्नलाई। धन्न काम छैन यार। साथीहरू हामी चाहिँ स्काई वकतिर लाग्यौँ। अब टिकट पनि काटिसक्यो हामी तिनजनाको। जिप्लेन गएको भए चाहिँ डर लाग्छ मलाई। अब तैँले देखाइस् मलाई त्यत्रो टाढा सक्दिनँ यहाँबाट चाहिँ जानु अझै माथि चढ्नु पर्ने हो क्या यही हो है स्काई वक चाहिँ। सो गाइज हामी चाहिँ माथि यता स्काई वक टावरमा पुग्यौँ होइन। अब हेर्न सक्नुहुन्छ म चाहिँ यता पनि टिकटक बनाउँदैछु। सो गाइज हामी चाहिँ त्यहाँबाट फर्किसकेँ। अब जाँदैछु अर्को डेस्टिनेसन। कहाँ जाँदैछौँ? नमस्ते झरना नमस्ते झरनामा तपाईँहरूलाई स्वागत छ भन्ने मान्छे पनि कोही थिएन। हामीले आफूलाई स्वागत गऱ्यौँ। झन्डै हराएर झरना सरना राजा रानीको घर पुग्नु लाग्यो। राम्रो देखेन। सो गाइज हामी चाहिँ यता जेन्साला कुर्दै थिएँ होइन। अनि यो चाहिँ लुगा लिन गएको थियो कि झरनामा पनि भिज्ने भनेर। सो गाइज यही हो नमस्ते झरना जाने बाटो चाहिँ है। पहिलाभन्दा चाहिँ अहिले बनाएको हो अरे होइन। मलाई पनि थाहा छैन, मेरो त फर्स्ट टाइम हो जेन्साले भनेको यो चाहिँ होइन। अनि त्यसपछि जे होस् अलिक कन्जस्टेड नै छ कि जङ्गलको बिचमा झरना। अनि जे होस् धेरै मान्छेहरू यो झरना हेर्न पनि कहाँबाट आउँछन् कि जे होस् इन्जोयको लागि होइन। अनि मान्छेहरू भिज्छन् त्यहाँ। ल लेट्स गो गाइज हामी पनि जाऊँ अब। साथीहरू यहाँ अवस्था झरनामा पनि कस्तै उकालो रहेछ। यत्रो उकालो चढेर यत्रो पहाडमा अझै माथि जानु छ। देख्न सक्यो होला मेरो कस्तै सास फुलिसक्यो। यत्रो पो उकालो छ। अलिकति मात्र होला भन्थेन त। यहाँ हेर्न सक्नुहुन्छ आन्टी कतिको गाह्रो हो? माथि यही हो उकालो भन्नुभएको। गाह्रो गाह्रो हुनुभयो। गाह्रो आउनु अब बिस्तारै जाउँ सबजना। उता कुर्दै बसिरहेको उता कुर्दै बसिरहेको त्यसै लाग्यो। अब पहिला पनि आउनु भइसक्यो। यस्तै थियो कि बाटो बनाएको थिएन? यो चाहिँ यस्तै हो। चेन्ज हो बनाएको यस्तै हो। अझै यत्रो हिँड्न बाँकी छ साथीहरू। सो गाइज यही हो नमस्ते झरना चाहिँ होइन। यत्रो जङ्गलको बिचमा फाइनली आइपुग्यो। यत्रो उकालो चढेर बल्ल बल्ल होइन। दुईजना साथीहरू चाहिँ माथि पुगिसक्यो। अब म नि जाँदैछु। सो गाइज हामी चाहिँ त्यहाँबाट फर्किँदै गर्दा चाहिँ आन्टीहरूले चाहिँ हामीलाई टिकटक बनाइदेऊ न भनेर भनेको थियो है। अनि हामीलाई के थाहा थियो यसरी बिच बाटोमा यसरी नाच्छ भनेर। दे आर सच अ क्रेजी गाइज। सो रमाइलो भयो। आन्टी
कस्तो लाग्यो त हामीसँग यता आमा छोरीसँग एकदम खुसी लाग्यो, राम्रो लाग्यो, रमाइलो भयो। सो गाइज अब हामी घर फर्किँदैछु। जे होस् रमाइलो भयो होइन, आन्टीहरूले हामीलाई कम्पनी दिनुभयो। सच अ क्रेजी मोमेन्ट्स गाइज, सच अ गुड मोमेन्ट्स। सो गाइज लास्ट मोमेन्टमा पनि हामी गीत गाउँदै घर फर्किँदैछु। धेरै रमाइलो भयो, सच अ गुड टाइम विथ देम। अनि हाम्रो 2 दिनको ट्रिप पनि सक्यो गाइज। बाई, डोन्ट फर्गेट टु डु लाइक, सेयर एन्ड कमेन्ट।